हेलो सबैजनालाई नमस्ते सेवारो यो चाहिँ यो खिचिरहेको भिडियो चाहिँ साउथ सिक्किम छाङ्गु लेकदेखि माथि लगभग 40-25 किलोमिटर माथि होला। यो चाहिँ यहाँ चाहिँ हाम्रो बटालियन रहेको छ। अब यो ठाउँहरूको नामहरू चाहिँ नभन्नु होला, त्यो चाहिँ अलिक प्राइभेसी हो। अनि पर देख्दै गर्नुभएको चाहिँ कञ्चनजङ्घा हिमाल हो है। अनि यो रोडहरू चाहिँ हालसालै भर्खरै बनिँदै गरेको। यो रोड चाहिँ तल गएर खोइ गान्तोक ठोकिन्छ भन्छन् है। पछि अब लेट्स सी के हुन्छ, पछि हेरिन्छ। यो चाहिँ पुरै अब यो अहिले चाहिँ हिउँ पर्ने सिजन आएको छैन नि त, त्यही भएर उयो छ, ढुङ्गा मात्रै छ। कञ्चनजङ्घा हेर्न सक्नुहुन्छ भ्यू। यो जति पनि डाँडामा चाहिँ हाम्रो पोस्ट रहेको छ, आर्मी पोस्ट, त्यहाँ बस्नुपर्छ। हावाले उडै लानु खोज्छ। पातला मान्छेहरू चाहिँ ढुङ्गा गोजीमा लाएर बस्नुपर्छ है। भोल्युम सानो सुनिन्छ होला अब, किनभने म चाहिँ यो चाहिँ अलिकति लुकेर बनाएको क्या, लुकेर बनाएको हो नि त। अब बाहिर खुल्ला बोल्नु लाज लागेर हो। मुनि लेक देख्दै हुन्छ नि थोरै, त्यसमा चाहिँ उयो पाउँछ अरे, पवित्र गङ्गाजल पाउँछ भनेर भन्छन् होइन। तर यहाँनिर सिभिलहरूलाई चाहिँ, सिभिल पर्सनलाई चाहिँ नट एलाउड। यहाँ चाहिँ यसको पछाडिपट्टि जति पनि चाइना हो, यता माथिल्लोपट्टिको पछाडिपट्टि र डाँडाको पल्लोपट्टि चाहिँ चाइना। यो कञ्चनजङ्घा भ्यू यो चाहिँ बिहान मौसम सफा भएको बेलामा चाहिँ यस्तो देखिन्छ। यो चाहिँ पानी यसरी जमिन्छ है, अनि यसरी कट्याएर चाहिँ लानुपर्छ। हात चाहिँ झर्ने खोज्छ। लगभग टेम्परेचर चाहिँ यहाँनिर -25-26 पुग्छ होइन। पानीको दिक्कत मतलब समस्या छ यहाँनिर चाहिँ। यो सबै बरफ जमेको पानीको खोलाहरू चाहिँ यस्तरी जमिन्छ होइन। यो बेल्चाले हान्ने हो, त्यहाँदेखि पानी सप्लाई गर्ने। यो पाइपभित्र पनि पुरा अड्केर जमिन्छ क्या पानीहरू चाहिँ। साह्रो छ जिन्दगानी, साह्रो छ एल्टिट्युडमा बस्नु है। फिट चाहिँ कति फिट, लगभग 15-16 हजार फिट होला यो माथि हो। यस्तरी चाहिँ फुटाउनुपर्छ बरफ होइन। यदि तपाईँहरू पनि सिक्किम घुम्न आउनु चाहनुहुन्छ भने है, तर तपाईँहरूलाई चाहिँ छाङ्गु लेकसम्म मात्र एलाउड छ। त्यहाँभन्दा उकालो चाहिँ बोर्डर एरिया हो, त्यसले जानु पाउँदैन। यो लेकको नाम चाहिँ खोइ हाँस पोखरी होइन, खोइ के हो यो, के हो कुनि। पर देखेको चाहिँ कञ्चनजङ्घा चाहिँ ड्राइभिङ गर्दाखेरि खिचेको हो, ड्राइभिङ गर्दाखेरि लिएको भिडियो हो त। धन्यवाद, नमस्कार सेवारो सबैजनालाई। दाहिने गेडो दुख्यो मेरो, देब्रे गेडो दुख्यो, दाहिने गेडो दुख्यो।